चाहिँ के हो भनेर कसैले सोध्नु भयो भने के भन्नुहुन्छ थाहा छ भागवत भनेको के हो? पहिला मङ्गलाचरण श्रवण गरौँ। महर्षि वेदव्यासले यो भागवत रचना गर्नुभएको छ। सबैजनाले दर्शन गर्नुहोला, नमस्कार गर्नुहोला। हामीले यही भागवतको आजबाट 7 दिनसम्म यहाँबाट केवल सत्सङ्ग मात्रै प्रवाहित हुनेछ। यहाँबाट आजबाट अमृतका धाराहरू यहाँबाट प्रवाहित हुनेछन्। अब सबैभन्दा पहिला महर्षि वेदव्यासले लेख्नु भएको छ श्रीमद् भागवत महापुराणम। यो ग्रन्थको नाम हो है। अब यहाँ पहिलो अक्षरबाट शुभारम्भ गर्नुभएको छ श्री। अब श्री भनेको के हो? धन हो। श्री भनेको ज्ञान हो। श्री भनेको राधा हो। मत भनेको भण्डार हो। राधाको कृपा, राधा रानीको आशीर्वाद र कृपाले भरिपूर्ण भएको। अब सबैभन्दा पहिलो अक्षर भनेको के हो? भागवतमा भा हो। अब भा भनेको के हो? भक्ति हो है। हामीले भागवत श्रवण गर्यौं भने के मिल्छ? भक्ति मिल्छ। भक्ति वृद्धि हुँदै जान्छ। ग भनेको ज्ञान हो। त्यो भक्तिद्वारा नै ज्ञान विस्तारै हुन्छ। अब ब भनेको वैराग्य। भक्ति र ज्ञानद्वारा विस्तारै वैराग्यको भाव प्राप्त हुन्छ। भक्ति, ज्ञान र वैराग्यद्वारा त भनेको यो संसार रूपी भवसागरमा हामी परेका सारा जीवात्मा यो भवसागरबाट जसले पार तारिदिनुहुन्छ त्यही नै हो भागवत। अब हेर्नुहोस् भागवत भनेको के रहेछ? भक्ति, ज्ञान र वैराग्य। भक्ति गर्न सिकाउनुहुन्छ, ज्ञान पनि सिकाउनुहुन्छ र विस्तारै भक्ति र ज्ञानद्वारा मानवलाई वैराग्यको भावमा प्राप्त गराउँदै अन्तिममा यो जन्म रूपी मृत्यु रूपी चक्रबाट जसले छुटाएर दिव्य परमात्मामा लगेर जसले मिलाउने काम गर्नुहुन्छ त्यही ग्रन्थ हो भागवत। भागवत भगवानको अब महापुराणम भनेर वर्णन गर्नुभएको छ। जति श्रवण गर्दै गयो त्यति नै झन्झन सुनौ 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 लाग्ने भएर के भनिन्छ? यसलाई पुराण भनिन्छ। हेर्नुहोस् है, आजबाट हामीले के श्रवण गर्नेछौँ? भागवत श्रवण गर्दैछौँ। आजबाट 7 दिनसम्म यही भागवत श्रवण गर्नेछौँ। हरे श्री भनेको राधा तत्व, श्री भनेको धन, श्री भनेको राधा तत्व, श्री भनेको धन। भागवत सुन्ने जति पर्दैन जन्माया। श्री भनेको राधा तत्व, श्री भनेको धन। भागवत सुन्ने जति पर्दैन जन्माना। श्री भनेको राधा तत्व, श्री भनेको धन। भागवत सुन्ने जति पर्दैन जन्माना। सच्चिदानंद भगवान श्री भनेको राधा तत्व, श्री भनेको धन। भागवत सुन्ने जति पर्दैन जन्माना। श्री भनेको राधा तत्व, श्री भनेको धन। भागवत सुन्ने जति पर्दैन जन्माना। हरे श्री भनेको राधा तत्व, श्री भनेको धन। भागवत सुन्ने जति पर्दैन जन्माना। श्री भनेको राधा तत्व, श्री भनेको धन। भागवत सुन्ने जति पर्दैन जन्माना। श्री भनेको राधा तत्व, श्री भनेको धन। भागवत सुन्ने जति पर्दैन जन्म। हरि भागवत सुन्ने जति पर्दैन जन्म। हरि हरि भागवत सुन्ने जति पर्दैन जन्म। ब्रह्मणद्या सरस्वत्या आश्रम पश्चिमे तटे। अब यो भागवत महापुराण जहाँनिर 18,000 श्लोकले परिपूर्ण भएको यो परमहंसको संहिता सबैभन्दा पहिला कसरी निर्माण भयो? वेदव्यासले ब्रह्म नदी सरस्वती नाम गरेको नदीको तटमा बसेर
यो भागवत रचना गर्नुभयो। 12 स्कन्द यहाँ छन्, 335 अध्यायहरू छन्, 18,000 श्लोक छन्। यो अत्यन्त परमहंसको संहिता जब निर्माण भयो, ऋषि राम शत्रवर्धन राजन आज वेदव्यासले विचार गर्न लाग्नुभयो, मैले यस्तो ग्रन्थ रचना गरेँ तर यो ग्रन्थले सारा जीवात्माको कल्याण गरोस्। विचार गर्नुभयो, त्यसको लागि के गर्नुपर्छ? भगवानको आशीर्वाद चाहिन्छ। यो ग्रन्थ निर्माण गरेर सरासर जानुभयो वेदव्यास, गएर भगवान नारायणलाई गएर भन्नुहुन्छ, प्रभु मैले हजुरका गुणानुवादले भरिपूर्ण भएको यो परमहंसको संहिता रचना गरेको छु, आशीर्वाद दिनुहोस्। भगवान नारायणले आशीर्वाद दिनुभयो। सँगै हुनुहुन्छ माता लक्ष्मी महारानी। मातालाई भन्नुहुन्छ, प्रभु हे आमा, हे भुवनेश्वरी, हजुरले पनि आशीर्वाद दिनुहोस्। किनभने जबसम्म हजुरले आशीर्वाद दिनुहुन्न तबसम्म संसारमा प्राणीले श्रवण गर्नेवाला छैनन्। किनभने संसारमा सबैले लक्ष्मी माताकै मात्रै उपासना गर्छन्। किनभने सबैलाई धन चाहिएको छ, मान चाहिएको छ, इज्जत चाहिएको छ। हजुरको आशीर्वाद नभइकन हुँदैन। माताले भन्नुहुन्छ, यो त भगवानले बोल्नु भएको, भगवानको महिमाले गुणानुवादले भरिपूर्ण भएको, तर यसमा त न मेरो गुणगान छ न मेरो नाम छ, मैले किन आशीर्वाद दिनु? मेरो पनि त केही हुनु पर्यो आशीर्वाद दिन। हेर्नुहोस् वेदव्यासजी कस्तो हुनुहुन्छ, सारा विद्वान हुनुहुन्छ, वेद व्याकरण सारा जान्नेवाला हुनुहुन्छ। हेर्नुहोस् अर्थ लगाउनु भयो, भगवत्याः प्रोक्तम भागवतम। यामा भगवानले भन्नुभएको मात्रै भागवत होइन, देवीको वाणी हजुरकै वाणी पनि यो भागवत हो। त्यो भएर हजुरले आशीर्वाद दिनुहोस्। अब म हजुरको नाम श्रीबाटै शुभारम्भ गर्छु भनिकन सबैभन्दा पहिला श्रीबाट नै यो भागवत रूपी हेर्नुहोस् महाभाष्य जुन वेदव्यासले रचना गर्नुभएको परमहंसको संहिताको शुभारम्भ गर्नुभयो। त्यही भएर यसको सबैभन्दा पहिलो अक्षर के छ? श्री। श्री भनेको के हो? श्री भनेको लक्ष्मी, श्री भनेको महारानी, रासरासेश्वरी जगत जननी भगवती आमा त्रिगुणात्मिका भगवतीको आशीर्वाद र कृपाले भरिपूर्ण भएको यस्तो परमहंसको संहिता हो यो भागवत। यहाँनिर 335 अध्यायहरू छन्, 18,000 श्लोक छन्। भक्ति, ज्ञान र वैराग्य हेर्नु, सबैभन्दा पहिला भक्ति चाहिन्छ। त्यो भक्तिद्वारा बिस्तारै ज्ञान हुनुपर्छ र भक्ति र ज्ञानद्वारा वैराग्य प्राप्त भएपछि हामीलाई यो संसारमा हामी कति मानिसहरू हामी जति पनि जन्मेका छौँ, हामी सबैले धन कमाए पनि, मान कमाए पनि, इज्जत कमाए पनि हामी सबैको अन्तिम लक्ष्य भनेको के हो? त्यही भगवानमा गएर मिल्नु हो। त्योभन्दा अरू केही पनि छैन। हेर्नुहोस्, चाहे धन होस्, चाहे मान होस्, चाहे इज्जत होस्, त्यो भएर अन्तिममा परम कल्याण दिने, परम हित गराउने शास्त्र भनेको यो भागवत हो। त्यही हामीले आजबाट यहाँ 7 दिन बसेर यही सत्सङ्गका माध्यमद्वारा कथा श्रवण गर्नेछौँ भन्दै यो कार्यक्रम भव्यताको साथमा, सभ्यताको साथमा